लहेर त्यहाँ लम्पसार परेको चिसोमा उठ भनेको यत्रो भुस्तिग्रे भएर बच्चा जस्तो अहिले म किन बोलाएको हो त किन बोलाएको यसरी होइन कसैले नगरेको माया यसले गरेको रहेछ अनि यसको जस्तो उमेर त हाम्रो पनि आएको थियो हामीले पनि गराएको थियो कसैले माया त कसै भनेको तिमी नै हो के हो तिमी हो भाइ त उमेर तपाईले मलाई भेटिसक्नु भएको छ र अब भाइको उमेर त थियो नि मेरो तिमीलाई के थाहा भन त मेरो उमेर लो भो छोड्दिनु देवर भाइ उठ्नु न उठ्नु अब उठ छिटो उठ अहिले फेरि चिसोले भोलि बिहान छेरपट लाग्ला अनि छेरपटी लाग्यो भने भोलि दिनभरि टोयलेट ढाउँछस् कि भोलि फोन लाग्यो भने चाहिँ उसँग गफ लाउँछस् उठ ए हो त है दाइ ठिक भन्नुभयो दाइ तपाईँले एकदमै ठिक भन्नुभयो फोन लागिहाल्यो भने त गफ लगाउनु पर्छ नि कहाँ म टोयलेट धाएर बस्छु त तर दाइ फोन लागेर के गर्नु फोन उठ्दै उठ्दैन